यो वर्ष सुनको मूल्यमा आएको उतार चढावले धेरैको ध्यान खिच्यो। नेपालमा पनि सुनको मूल्य तोलाकै 2.5 लाख आसपास पुग्यो। सुनको भाउ जति बढे पनि यसको खपत भने संसारभर बढिरहेको छ। महँगो हुँदा पनि विश्वमा सुन धेरै किनबेच हुने वस्तुमै पर्छ। सुन यस्तो धातु हो जसलाई विश्वभरका मानिसहरूले विभिन्न प्रयोजनका लागि किन्छन्। नेपाल जस्ता देशमा गरगहनाका रूपमा बढी प्रयोग गरिन्छ भने विश्वका धेरै देशमा लगानी र धन सञ्चयको माध्यमको रूपमा पनि गरिन्छ। सुन जमिनमा हुने खानीबाटै निकालिने वस्तु हो। नेपालमा हालसम्म सुन खानी छैन। त्यसैले नेपालले आफूलाई चाहिने सबै सुन विदेशबाट किन्नुपर्छ। यति महँगो धातु कहाँ पाइन्छ होला? सबैभन्दा धेरै सुन पाइने देश कुन होला? वर्ल्ड गोल्ड काउन्सिलले विश्वमा कुन देशमा कति सुन पाइन्छ भनेर तथ्याङ्क नै राख्छ। काउन्सिलका अनुसार केही देशका खानीमा अत्याधिक सुन पाइन्छ। चीन सहितका 10 देशमा विश्वभरको कुल उत्पादनको 60% सुन छ। यो भिडियोमा हामी धेरै सुन पाइने 10 देशको बारेमा आज जानकारी दिनेछौँ। चीन विश्वमै सबैभन्दा धेरै सुन पाइने देश हो। वर्ल्ड गोल्ड काउन्सिलका अनुसार विश्वभर खपत हुने सुनको करिब 10% चीनमै उत्पादन हुन्छ। चीनले सन् 2024 मा 380.2 मेट्रिक टन सुन निकालेको छ। चीनको सुनखानीको जिम्मा सरकारी स्वामित्वको कम्पनी चाइना नेसनल गोल्ड ग्रुप र सान्डोङ गोल्ड लगायतका कम्पनीहरूसँग छ। चीनमा सुन गरगहना र केन्द्रीय ब्याङ्कको रिजर्भका लागि प्रयोग हुन्छ। सान्डोङ, हेनान, जियाङछी चीनमा बढी सुन पाइने प्रदेश हुन्। चीन उत्पादनमा मात्र होइन, खपतमा पनि विश्वकै नम्बर 1 देश हो। वर्ल्ड गोल्ड काउन्सिलका अनुसार सन् 2024 मा चीनले करिब 1225 टन सुन खपत गरेको थियो। यो भनेको उसको देशमा उत्पादन हुने सुनको 3 गुणा भन्दा बढी हो। चीनपछि धेरै सुन पाइने देशमा रहेको छ रुस। रुसको साइबेरिया क्षेत्र र सुदूरपूर्वी क्षेत्रमा बढी सुन पाइन्छ। रुसले सन् 2024 मा 330 टन सुन उत्पादन गरेको छ। रुसबाट निर्यात हुने वस्तुमा सुन नै मुख्य हो। यसलाई निर्यातको वस्तु मात्र नभई रुसले रणनीतिक महत्त्वको सम्पत्तिको रूपमा पनि प्रयोग गर्दै आएको छ। रुसको सेन्ट्रल ब्याङ्कले धेरै सुन किनेर आफ्नो ढुकुटी बलियो बनाइरहेको छ। रुसको सेन्ट्रल ब्याङ्कमा 2329.63 टन सुन रहेको छ। अस्ट्रेलिया पनि चीन र रुसपछि धेरै सुन पाइने देश हो। अस्ट्रेलियाले सन् 2024 मा 284 टन सुन उत्पादन गरेको छ। अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा पर्ने क्यालगोर्ली र बोडिङटन राज्य सुन पाइने प्रमुख क्षेत्र हुन्। द मिनरल्स काउन्सिल अफ अस्ट्रेलियाले त्यहाँ सुनको खोजी र उत्पादनको काम गर्दै आएको छ। अस्ट्रेलियालाई सुन रिफाइन र निर्यातको हब नै मानिन्छ। अस्ट्रेलियाले एसिया महादेशमा खपत हुने 80% सुनको आपूर्ति गर्दै आएको छ। उसले मुख्य गरी चीन र भारतीय बजारमा सुन पठाउँछ। धेरै सुन पाइने देशको चौथो नम्बरमा छ क्यानाडा। क्यानाडाले सन् 2024 मा 202.1 टन सुन उत्पादन गरेको छ। सन् 2023 मा क्यानाडाले 15.1 बिलियन अमेरिकी डलर मूल्यको सुन उत्पादन गरेको थियो। क्यानाडाको 10 राज्यमा सुन पाइन्छ। तीमध्ये अन्टारियो र क्युबेक प्रमुख हुन्। देशको कुल सुनको 70% सुन यी 2 राज्यमा छ। क्यानाडामा सुनखानीले हजारौं रोजगारी सिर्जना गरेको छ र यसले देशको अर्थतन्त्रमा पनि ठूलो टेवा दिएको छ। विश्वमा सुन धेरै उत्पादन हुने देशको 5औं नम्बरमा अमेरिका रहेको छ। अमेरिकाले सन् 2024 मा 158 टन सुन उत्पादन गरेको छ। अमेरिकाको नेभादा राज्यमै मुलुकको कुल सुनको 75% सुन पाइन्छ। अमेरिकाको जियोलोजिकल सर्वेका अनुसार अमेरिकामा सुनको उत्पादन स्थिर छ। अमेरिका सुनखानीको सुरक्षा र इनोभेसनमा विश्वकै अग्रणी मानिन्छ। विश्वमै सबैभन्दा धेरै सुन अमेरिकामा रहेको मानिन्छ। अमेरिकाले 8133 टन सुन रिजर्भ गरेको वर्ल्ड गोल्ड काउन्सिलको तथ्याङ्क छ। विश्वकै धेरै सुन उत्पादन गर्ने देशको 6औं नम्बरमा अफ्रिकी देश घाना रहेको छ। घाना च्याम्बर अफ माइन्सका अनुसार घानाको कुल निर्यातको 40% हिस्सा सुनले ओगटेको छ। घानाको अर्थतन्त्रको मुख्य आधार नै सुन रहेको छ। घानाले सन् 2024 मा 140.6 टन सुन उत्पादन गरेको छ।
धेरै सुन उत्पादक देशको 7औं नम्बरमा रहेको छ मेक्सिको। अमेरिकासँगै जोडिएको उत्तर अमेरिकी देश मेक्सिकोले सन् 2024मा 140.3 टन सुन उत्पादन गरेको छ। मेक्सिकोको सुनखानीबाट सयौं वर्षदेखि अमेरिकी र क्यानाडियाली कम्पनीले राम्रो फाइदा लिएका छन्। मेक्सिकोमा सुनखानीका लागि सन् 2022मा $1.6 बिलियन विदेशी लगानी धेरै भित्र्याउनेमा मेक्सिको अग्रणी स्थानमा छ। मेक्सिकन माइनिङ च्याम्बरका अनुसार सोनारा र जाकाटाकस राज्यमा बढी सुन पाइन्छ। विश्वभर 1352 भन्दा धेरै सुनखानीहरू रहेको अनुमान छ। तीमध्ये 88 वटा मेक्सिकोमा रहेको छ। धेरै सुन पाइने देशहरूको 8औं स्थानमा रहेको छ इन्डोनेसिया। यहाँ सन् 2024मा 140.1 टन सुन उत्पादन गरिएको छ। इन्डोनेसियाको पपुवामा रहेको ग्रासवर्ग माइन विश्वकै सबैभन्दा ठूलो सुनखानी मानिन्छ। इन्डोनेसियामा कुल 22 वटा सुनखानी छन्। दक्षिण अमेरिकी देश पेरु विश्वमा सुन धेरै पाइने देशमध्ये 9औं स्थानमा रहेको छ। यहाँ सन् 2024मा 136.9 टन सुन उत्पादन भएको छ। पेरुमा निर्यात व्यापारको 15% हिस्सा सुनले ओगटेको छ। पेरुमा कुल 102 वटा सुनखानी रहेका छन्। तर पेरुमा गैरकानुनी रूपमा झिकिने सुन र त्यसले वातावरणमा पार्ने प्रभावका विषयमा सधैँ प्रश्न उठ्दै आइरहेको छ। सुन धेरै पाइने देशको 10औं नम्बरमा रहेको छ उज्बेकिस्तान। यहाँ सन् 2024मा 129.1 टन सुन उत्पादन भएको छ। उज्बेकिस्तानको मुरुन्ताउ खानी विश्वकै ठूलो मध्येको एउटा सुनखानी मानिन्छ। यहाँको खानी तथा भूगर्भ विभागका अनुसार सुनखानीहरूको पुनर्संरचनाले विदेशी लगानी आकर्षित गरेको छ।